एकचोटिको कुरा हो, भगवान विष्णु र भगवान ब्रह्मा बीच को ठुलो भन्ने बहस चल्यो। दुवैजना आफूलाई सर्वश्रेष्ठ देखाउनमा होडबाजी गर्न थाले। जब यो कुरा भगवान शिवले थाहा पाए, तब एउटा अन्तहीन अग्नि स्तम्भको रूपमा प्रकट हुनुभयो। शिव भगवानले ब्रह्मा विष्णु दुवैलाई मेरो यो स्तम्भको शिर यानी स्तम्भको दुवै छेउ जसले पहिला खोज्न सक्छ उनै सर्वश्रेष्ठ भगवानको रूपमा रहने बताउनु भयो। तब भगवान विष्णु वराहको रूप धारण गरेर पातालतर्फ लाग्नुभयो भने भगवान ब्रह्मा हाँसको रूप धारण गरेर आकाशतर्फ उड्नुभयो। करोडौं करोड वर्ष बित्दा पनि न भगवान विष्णुले अग्नि स्तम्भको फेद पत्ता लगाउन सक्नुभयो, न त ब्रह्माले स्तम्भको टुप्पो नै। भगवान विष्णुले तुरुन्तै फर्केर भगवान शिवसँग माफी माग्नुभयो र आफ्नो घमण्डको क्षमा याचना गर्नुभयो। तर ब्रह्माले स्तम्भको शिर नभेटे पनि भगवान शिवको अगाडि गएर आफूले स्तम्भको शिर भेटेको झुटो कुरा बताउनुभयो र आफूलाई सर्वश्रेष्ठ भगवानको उपाधि दिन अनुरोध गर्नुभयो। ब्रह्माको यस्तो कुरा सुनेर भगवान शिव क्रोधित हुनुभयो र आफ्नो रौद्र रूप धारण गर्नुभयो। भगवान शिवले आफ्नो जटाबाट महाकाल काल भैरवको उत्पत्ति गर्नुभयो र ब्रह्माले झुट बोलेकोमा दण्डित गर्न अह्राउनुभयो। काल भैरवले तुरुन्तै ब्रह्माको त्यो पाँचौं शिर छेदन गरिदिनुभयो जुन शिरबाट ब्रह्माले झुट बोलेका थिए। यसपछि ब्रह्माको घमण्ड चकनाचुर भयो। आफूले झुट बोलेकोमा पश्चाताप गर्न थाल्नुभयो। तर यता महाकाल भैरवलाई ब्रह्माको शिर छेदन गरेकोमा ब्रह्म हत्याको पाप लाग्यो। ब्रह्माको त्यो काटिएको शिर भैरवको हातमा टाँसिनै रह्यो। यसपछि भगवान शिवले भैरवलाई भन्नुभयो कि तिमी तिनै लोकको यात्रामा निस्किनु र जुन लोकको जुन ठाउँमा गएर यो शिर तिम्रो हातबाट झर्दछ तब तिमी यो पापबाट मुक्त हुनेछौ। जब भैरव भ्रमण गर्दै काशी पुग्नुभयो र गङ्गामा डुबुल्की लाउनुभयो, उनको हातमा टाँसिएको त्यो शिर झर्यो र भैरव ब्रह्म हत्याको दोषबाट तुरुन्तै मुक्त हुनुभयो। तब भगवान शिव प्रकट भएर भैरवलाई काशीको रक्षक बनाउनु भयो। तब उपरान्त भैरवको अनुमति बिना काशीमा कोही पनि प्रवेश गर्न सक्दैनन्। यो मानिन्छ कि स्वयं यमराज पनि भैरवको अनुमति बिना काशी छिर्न सक्दैनन् र काशीमा संरक्षकको रूपमा काल भैरवलाई पुज्ने गरिन्छ। साथीहरू, कमेन्टमा हर हर महादेव अवश्य लेख्नुहोला। जय काल भैरव।